KNB Music and Entertainment. शनिबार निकै भिड हुने दिन थियो कलंकीमा। सायद बिदाको दिन अनि त्यसको ठूलो चाड दशैं तिहारको मौसम भएर होला। चारैतिर दशैं तिहारको माहौल गुन्जिरहेको थियो। कलंकीको ओरालोको तलपट्टि खोल्सामा बसेर मकै पोल्दै थिइन् मेरी आमा। आमा भन्थिन्, माथि बसेर बेच्न पाएको भए व्यापार राम्रो हुन्थ्यो कि के गर्नु, माथि बस्न पैसा वा पैसा खेलाउनेको हातमा हुँदो रहेछ। मैले बुझिनँ, न आमाले बुझाउन खोजिन्, न मैले सोध्ने प्रयास नै गरेँ। अस्ति भर्खर मेरो जन्मदिन 13 पुगेर 14 लाग्यो कि आमाले मेरो जन्मदिनको मौका पारेर हाम्रो लागि नयाँ कराई किनेकी थिइन्। हामीलाई मकै पोल्न, हाम्रो जीविका चलाउन। पुरानो कराई तलबाट पाल परिसकेको थियो। त्यो कबाडमा 20 रुपियाँमा बेचेर आमाले अर्को 500 थपेर नयाँ लिएकी थिइन्। मेरो जन्मदिनको दिन किनेको भएर होला, मलाई आफ्नै जस्तो लाग्थ्यो। आमालाई सोधे, आमा यो मेरो कराई है? आमाले पनि मुस्कुराउँदै भन्थिन्, हो तेरै हो, तेरै लागि तेरो जन्मदिनमा त किनेको हो नि। कोइला चिसो भएछ कि क्या हो हिजो पानीले? कस्तो धुवा उडेको? आमा बरबराउँदै थिइन्। टिनले छाएको छाप्रो हाम्रो। आफूलाई सुत्न त छाता ओढेर सुत्नु पर्थ्यो, त्यो पनि महिनाको 500 तिरेर। ठाउँ बागमतीको किनार थापाथाली। बस चढेर जान आउन 20को दरले दिनको 40 खर्च हुन्थ्यो। आमा बिहानै उठेर जान्थिन् खाना पकाइदिएर मेरो लागि। म स्कुल सकाएर हिँडेरै जान्थेँ। आमाले पकाइदिएको खाना पेटभरि खाएर सधैँ स्कुल जान्थेँ। स्कुल सकियो। शौचालय गएर जुत्ता खोलेर आफ्नो मजाले पुछेर टलक्क टल्काएँ अनि झोलामा राखेँ। आउने दशैँसम्म जो चलाउनु थियो मलाई। आमालाई पैसाको भार नहोस् भन्ने हेतुले चप्पल थियो बाटाको, आमाले तिजमा किनिदिएको। टपक्क झोलाबाट झिकेर खुट्टामा सजाएँ। आमाले मलाई सेन्डल किनिदिएको भए नि हुने नि, जहिले यही कालो चप्पल मनमा नै सोचिरहेँ। सेतो कमिज थियो, मैले होला भन्ने डरले त्यो पनि खोलेर कलेजी रङको टी सर्ट भिरेँ। ऐना थियो स्कुलमा शौचालयभित्र, त्यो पनि भित्तामा चर्केको। यसो तलपट्टि नफुटेकोतिरबाट हेरेर कपाल मिलाएँ। हतार हतार झोला बोकेर लागे कलंकीतिर। पुग्न मलाई करिब 30 मिनट लाग्थ्यो जहिले। गाडीको जो भिड थियो। आमा म आएँ, झोला आमाको छेउनेर राख्दै। आमाले भर्खर पोलेको दुधे मकै अनि 1 गिलास चिया मगाएकी रहेछन् काले दाइकोबाट। स्टिलको गिलासमा भएर होला, तातो नै रहेछ, त्यो पनि आगोको छेउमा। आमा अरूलाई चाहिँ सबैलाई सिसाको गिलासमा दिन्छन्, हामीलाई चाहिँ किन स्टिलको गिलासमा दिएको होला काले दाइले? आमालाई सोध्न पुगिहाले। आमाले मुस्कुराउँदै भनिन्, हामी स्टिल जस्तै बोलियो छौँ नि त, त्यही भएर। थाहा छ, आमाले झुटो बोलिन्। मैले अरू सोध्ने प्रयास पनि गरेन, किनकि मलाई थाहा थियो यहाँ गरिबको झोली पहिले काटिन्छ भन्ने, सबैको अपहेलना खप्नुपर्छ भन्ने। यहाँको चलन यस्तै थियो, तर पनि चलिरहेकै थियो। चिया सकियो अनि मकै पनि। आमाले चियाको गिलास जर्किनको पानीले माझिन् र स्वाट्ट पानी बाटोतिर मिल्काइन्। यो बाटो पनि कहिले बनाउने हो खोइ? यस्तो धुलो, मकै खान पनि आउन छोडे मान्छेहरू। बिजोग पारे मुर्दा नेता बनाउँदाहरूले, आमा कराउँदै थिइन्। आमाले 5 भुगा मकै थालमा राखिन् अनि सानो कचौरामा नुन। ल यो लिएर जा, अनि अरू बनाउँदै गर्छु। यो 2वटा चाहिँ 20को अनि अरू 3वटा चाहिँ 15मा दिएस् है। मैले हुन्छ आमा भनेर ठुलो मकै एउटा कुनामा अनि अर्को सानो मकै अर्को कुनामा अनि बीचमा नुन राखेर पछौरीले बाँधे। आमा तिम्रो मोबाइल देऊ न, म फर्किँदा लिएर आउँछु। हुन्न, तेरो बाउको फोन आउँछ के? आमा जहिले यस्तै भन्दै बहाना गर्थिन्। बाउले छोडेर गएको पनि म जति वर्ष भएँ त्यति नै भएको थियो। पैसा कमाउन भारत छिरेका अहिलेसम्म अत्तो थिएन। आमा जहिले उनकै बाटो हेरेर बस्थिन्। टपक्क रातो सिन्दुर सिउँदोमा लगाउँदै टोलाउँथिन्। भात खान बस्यो हेर्दा हेर्दै टोलाउँथिन्। मकै पोल्दा पोल्दै एकोरिरहन्थिन्।
जसरी बचराहरू आहारा अनि सहाराको लागि आमाको प्रतीक्षामा बसेका हुन्छन् त्यसरी नै मेरी आमा मेरो बाउको प्रतीक्षा गरेर बसिरहेको हुन्थिन्। भन्थिन् तेरो बाउ आएपछि सब ठिक हुन्छ, बाउले धेरै पैसा लिएर आउँछन् अनि हामी पनि सँगै जानुपर्छ तेरो बाउसँग। बाउलाई मैले फोटो बाहेक कहीँ पनि देखेकी थिएन, देख्नु पनि कसरी। म आउनुभन्दा अगाडि जो गइसकेका थिए, सायद कहिले नआउने गरी सबैको माया मारेर सबै बाचा तोडेर। कास बा आउँदो हुन् अनि हामी बाउसँगै जाँदो हौँ। आमा कति खुसी हुन्थेन होला है, सायद बाउभन्दा धेरै। भोको पेटले खाना पाए जस्तो, सिउँदोले नाम पाए जस्तो अनि एउटा परिवारले जिउनुको सहारा पाए जस्तो एउटा मान्छेले पनि जिन्दगीमा कति फरक पार्न सक्छ भन्ने कुरा आमालाई हेरेर प्रष्ट थाहा हुन्थ्यो। प्रेमको ज्वलन्त उदाहरण थिइन् मेरी आमा। 13 वर्षदेखि बाबुको प्रतीक्षामा। सायद यस्तो माया त भगवानले पनि गर्न सक्दैन होला। पार्वतीले शिवलाई नि गर्थिनन् होला, लैलाले मजनुलाई नि गर्थिन होला। हरेक दिन कलङ्की मन्दिर हुँदै जाँदा मेरो कलङ्की माईसँग यही सधैँ एउटै गुनासो हुन्थ्यो, बाउ छिटो आउन् अनि हामी सबैलाई लिएर जाउन्। सबैको हेपाई अनि तिरस्कार सहन गाह्रो भयो मेरी आमालाई। सम्झिँदै आँखा रसाउन पुगेछ। बीचबाट सिउँदो पारेको कपाल, कलेजी टी सर्ट अनि स्कुलको मेडी लगाएर मकेको थाली हातमा लिएर आमा म हिँडेँ है। आमा अलि ठुलो स्वरमा, ल छिटो यो थाली सकेर आइज, थाली चाहिँ नबिच्ने फेरि, आमाले जिस्काउँदै भने। मकै मैले जहिले आमाले भनेको भन्दा धेरैमा बिकाउँथेँ। 20 भनेको मकै 25, 15 भनेको मकै 20मा अनि आमालाई चाहिँ 20 र 15कै दरले फिर्ता हुन्थ्यो। बचेको पैसा मेरो बचत गर्ने भुट्कीमा जान्थ्यो, आमालाई जन्मदिनको साडी किनिदिनलाई। मेरो सपना पुरा गर्दा गर्दै आफ्नै सपनालाई किल्चिने मेरी आमाको सपना पनि त पुरा गर्नु थियो मलाई। बाउ आउन् नआउन्, बाउले देखाएको सपना पुरा गर्नु छ, आमाको सपना पुरा गर्नु छ। चुइने छानामुनि बसेर महलको सपना देख्नु स्वाभाविक हो, तर त्यसलाई पुरा गर्नु सामर्थ्य त्यसले गर्छ जसले सपनाको लागि लडिरहन्छ। यस्तै भन्दै सम्झाउँदै गर्थिन् मेरी आमा म सुत्ने बेलामा, अनि यस्तै सुन्दै निदाउने गर्थेँ आमाको काखमा। कति प्यारो छ है मलाई आमाको काख। सायद बाउलाई पनि यस्तै प्यारो हुँदो हो, तर किन हामीलाई छोडेर टाढा गए अनि आउँदै आएनन्। बस पार्कदेखि छुटेको बसहरू प्राय सबै यस्तो कलङ्कीमा रोकाएर यात्रुहरू चढाउने ओह्राल्ने गर्दथे। कोही घडी बेच्थे त कोही गडी, कोही मिठाई, कोही काँक्रा, कोही त चटपटे। सबैलाई आफ्नो मतलब हुन्थ्यो। एउटा गाडी कलङ्की चोकबाट घुमेर आएकी सरर सबैजना कुदेर बसको वरिपरि जुम्न सुरु हुन्थ्यो अनि सुरु हुन्थ्यो सबैको व्यापार। एकातिरबाट मकै बेचिरहेका थिए मैले जस्तो भने, अर्कोतिरबाट काँक्रो बेच्दै थिए। त्यस्तै जोडतोडहरूको स्वरमा थियो मेरो सानो स्वर। बसमा चढेर बुढी आमालाई कोट्याउँदै, आमा मकै खाने? हेर्दा बुढी थिइन्, सायद निदाएकी थिइन् होला। उनले लगाएको त्यो सुनको सिक्री मजाले देखिन्थ्यो घाँटीमा। मैले झकझकाउँदै भने, आमा मकै खाने? झसङ्ग आउँदै पछ्यौरीले सिक्री छोपिन्। सायद चिमिक्क भएकी थिइन् होला, सिक्री सम्झेर झस्किन् अनि मसँग रिसाएको जस्तो पारामा खाँदिन भन्ने जवाफ आयो। बस हिँड्न लाग्यो। अरू कसैले मकै खाने इच्छा जाहेर गरेनन्। मैले हुन्छ आमा भन्दै ढुक्क भएर मुस्कुराउँदै त्यहाँबाट ओर्लिएँ। आमा भन्थिन्, जहिले मान्छेको सहयोग गर्नु, उनीहरूलाई थाहा होस् या नहोस्, आफ्नो आत्मा खुसी हुन्छ, भगवान खुसी हुन्छन्। भगवानले सबैलाई देखिरहेका छन्, सायद मलाई पनि देखिरहेका होला। बस हिँड्दै थियो। जालबाट एउटा अधबैँसी केटाले, बहिनी मकै देऊ त भन्यो। 20 को नोट देखायो जालबाट अनि 15 को मकै उसको हातमा समाइदिएँ अनि नुन दिन नपाउँदै गाडी हुर्किहाल्यो। पैसा मेरो हातमा परिहाल्यो। मकै गयो, मसला रह्यो। जालबाट टाउको निकालेर पछि लिन्छु है भनेर हाँस्दै हात हल्लाउँदै गयो। म पनि चिचाउँदै हस् भन्दै मुस्कुराइदिएँ। उताबाट फेरि एउटा लामो वस्तु लोडाउँदै आएर पेट्रोल पम्पको साइडमा रोकियो। ल सबैजना पिसा फेरौँ है भन्दै ड्राइभर बाहिर निस्कियो अनि प्याच्चा थुक्दै नजिकको पसलमा गएर चिया मगायो।
म बसभित्र उक्लिएँ। बस एकछिन रोक्छ होला भन्ने सोचेर। भित्रबाट सहचालकले धपाउँदै, ओइ फुच्ची, तँलाई भित्र छिर्न कसले दियो? किन चढेको त? हाम्रो प्यासेन्जरको सामान चोर्ने हो तिमीहरू भन्दै मेरो घाँटी पक्रेर बाहिर होच्यायो। थालको मकै पछौरीले बेरेको थियो, हातमा च्यापेर बचाएँ। मैले ऐया बाहेक केही भन्न सकिनँ। न अरू कोही नै बोल्यो। आँसु आँखा वरिपरि टिलपिल भयो, झर्न सकेन। आँखाको डिलबाट आँसु खसाल्दै, म मकै बेच्न आएको अङ्कल, चोर्न होइन, मैले जवाफ दिने प्रयास गरेँ। आउँछेस् मकै बेच्न, यस्ता पाखीहरू भन्दै धेरै नै गाली गरियो मलाई। मेरो लागि बोलिदिने कोही भएन, थिए त सब सुनिदिने। त्यहाँबाट भागेर लिएर आएँ। एउटा कुनामा बसेर गोजीको रुमालले आँसु पुसेँ। आमा भन्थिन्, गुला चलायो भने मुखभरि छिटा आउँछ अरे, सजिलो, त्यसबाट टाढै बस्नु राम्रो। सायद आज मैले त्यस्तै गरेँ कि। थकाइ लाग्यो, सायद मान्छेहरूको थकाइ होला। भिन्न महसुस भएको थियो। हुन त हामी जस्ता सानातिना मान्छेलाई सधैँ हुने व्यवहार हो यहाँ। आत्तिनु पर्ने त केही थिएन, तर पनि आत्तिएँ। अनि भागी भिडदेखि टाढा आमासँग पुगेर पानी पिएँ। आमालाई भन्नै सकिनँ, सायद आमालाई थाहा थियो। आमा बोलिन्, खोइ कति बेचिस्? ल यो छिटो सक, अनि अर्को पनि सक्नुपर्छ। आमाले सोधिन्, भोक लाग्यो? छैन, मैले भने। ला, भोक लाग्यो भने यो बिस्कुट गोजीमा राख, खाँदै काम गर है। आमा तिमीले पनि खाऊ न थोरै, मैले भने। भो तैँले खा, म अहिले पछि खान्छु। आमाको पछि कहिले आउँदैन थियो, अनि मेरो लागि पछि कहिले हुँदैन थियो। दसैँको लागि भनेर छुट्टै घाम लागिरहेको महसुस भइरहेको थियो। कलङ्की चोकबाट फन्नको फन्को मार्दै सुदूरपश्चिम यातायात धुलो उडाउँदै आएर मेरो करिब 10 मिटर अगाडि रोकियो। बसतिर जाँदै थिएँ, माथिबाट कसैले स्वात्त पानी बाहिर फाल्यो। नभन्दै पानीले मेरो लुगा भिजाइदियो। पुर्लुक्क माथि हेरेँ अनि लुरुक्क कालो सिसा लाग्यो। कोही बोलेन, म पनि केही बोल्न सकिनँ। लगाइएको झ्याल, कोसँग बोल्नु अनि कोसँग कराउनु। बसमा एउटा मकै बेच्न नपाउँदै बस सुइकिहाल्यो। म हेरेको हेरे भएँ। त्यति नै बेला पछाडिबाट कसैले कोट्यायो, नानी यो बानेश्वर कताबाट जाने हो? कोही बुढो अनुहार आँखा अगाडि आयो। बुढो मान्छे, पछाडि जिनको निलो झोला बोकेको, मैलो कमेज अनि दौरा लगाएको। बुवा पहिलोचोटि आउनुभएको हो? मैले सोधेँ। पहिला बुढीसँग आएको थिएँ दबाई गर्न, धेरै नै भयो अहिले त। बुढी आउन सकिनँ, त्यही भएर छोरीलाई नै दसैँमा लैजाम्ला अनि दबाई पनि गरौँला भनेर आएको। बुवा निराश हुँदै भने, ल हिँड्नुहोस्, म पुऱ्याइदिन्छु हजुरलाई बससम्म। बुवाको अनुहार हल्का उज्यालो भयो। भयो तिमी काम गर्दैछौ, म जान्छु तसो भए पनि। बुवा हल्का अक्मकाउँदै भने, केही हुँदैन बुवा, त्यही त हो नि। ए ल भन्दै बुढा मेरो पछि लागे। बागमती यातायात लाग्ने ठाउँमा पुऱ्याइदिएँ। त्यहाँ पुग्दासम्म मेरो 3वटा मकै बिक्री भयो। सफा मनले कसैलाई सहयोग गर्यो भने भगवान्ले हेरेका हुन्छन् रे, आमा यसै भन्थिन्। सायद मलाई पनि त्यही गरे कि। बुवा म जान्छु अब। यहीँबाट बागमती यातायात लागेको गाडी बानेश्वर भन्दै कराउँछ, त्यसैमा चढ्नु होला है। भगवान्ले रक्षा गरून् नानी तिम्रो, धेरै पढेर धेरै ज्ञानी बन्नु है। झोलाबाट छोरीको लागि भनेर ल्याएको अम्बा झिकेर दिँदै, केही दिन सकिन नानी, यो ल्याउ 3वटा अम्बा खानु है। मलाई अप्ठ्यारो लागेलिन। होइन बुवा, भयो मैले भने। आफ्नै हजुरबुवा सम्झेर खाऊ न, अरू केही दिन सकेन। यति भन्दै गर्दा उताबाट बस पनि आयो। मैले एक गुगा मकै बुवाको हातमा राखिदिँदै, भोक लागेको होला खानुहोस् है भन्दै बस चढाइदिएँ। त्यहाँबाट सिधै म आमासँग पुगेर आमालाई सबै कुरा सुनाएँ। 3वटा अम्बा आमाले राम्रोसँग पानीले पखालिन्। ठुलो थिए अम्बा, एउटा खाए भोक नै मर्ने खालको। आमाले एउटा सुरुमै खाइन् अनि 2 मिनटपछि बल्ल त्यही टोकेको अम्बा मलाई दिँदै, लाखा, अनि अर्को सिङ्गो आफूले फेरि खाइन्। आमाले किन यसो गरिन् मैले आमालाई सोध्न सकिनँ। आमाले भनिनन् पनि। केही नभएको जस्तो गर्दै, आमा म गएँ है। एउटा हातमा अम्बा र एउटा हातमा थाली च्यापेर म फेरि हिँडेँ। आज म यो साँझ सबै बेचेर फर्किन्छु, आमाले धक्को देखाउँदै भने। ल हेरौँला भन्दै 3वटा तातो मकै थालमा राखिन् र रातो पछ्यौरीले छोपिन्। रात नपार्ने फेरि घर जान ढिला हुन्छ। माथिबाट आउँदै गरेको बस देखियो। कुदेर नजिक पुगेँ। बस बिस्तारै हिँडिरहेको थियो। सिसा सबै बन्द थिए, ढोका भने खुल्लै थियो। सायद भित्र एसी खुल्ला भएर ढोका बन्द गरेको हुन् कि भन्ने मलाई लाग्यो।
ढोका खुल्ला भएकोले म केही नसोची भित्र छिरेँ। अगाडि सिटहरू सबै खाली थिए, कोही थिएनन्, सुनसान थियो बस। सानो आवाजमा त्रिलोक राणाको तिमी जस्तो छैन कोही भन्ने गीत बजिरहेको थियो। त्यति नै बेला दुईजना केटाहरू बसमा चढे। अब भने मेरो मुटुको चाल बढ्न थाल्यो। म सुटुक्क अन्तिम सिटको भित्र छिरिहालेँ। हातमा भएको मकै पाखुराले च्यापेर अन्तिम सिटलाई आड लगाएर भित्र छिरेँ, सकेसम्म कुनामा नदेखिने गरी।